हेलो साथीहरु, आज तपाईहरुलाई चाहिँ म एकदम खुसीको खबर ल्याउँदैछु हो। तर अलिक गरम गरम भयो, एकैछिन पर्खिनु ल। यो त तपाईहरु चिन्ने हुन्छ, एनर्जी ड्रिंक भन्छ यसलाई हैन। तपाईहरुलाई चाहिँ आज म कमेडी गर्नुको लागि चाहिँ आएको हैन कि, तर तपाईहरुलाई म यो खाएर चाहिँ तपाईहरुलाई यस्तो मजाको अब सजेसन दिनेवाला छु तपाईहरुलाई हैन। त्यो चाहिँ याद गरिराख्नु तपाईहरुले के। पहिला यो खाइहाल्छु म कि त्यहाँबाट ल। अभी मजा आएगा ना भिडो। No, 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 no. यसको नाम त तपाईहरुले त अब कमेन्टमा लेखिदिनुस् के हो यसको नाम। यो चाहिँ 20 रुपैयाँ पर्छ कि, तर यसले चाहिँ शरीरमा पुरा एनर्जी ल्याउँछ। तर यसको खुसी खबर चाहिँ यसमा के दिन आँटेको थियो तपाईहरुलाई भन्दाखेरि चाहिँ मैले चाहिँ 20 रुपैयाँ खर्च गरेर 3 गुट मात्रै पाउँदै रहेछ होला। के हो 20 रुपैयाँ खर्च गर्नु यसमा हामीले? ठ्याक लिनु दुध। दुध ल्याएको हेर्नु, त्यो भन्दा राम्रो एक पावा दुध ल्याएर खानु 15 रुपैयाँ पर्छ एक पावा दुधको बरु। त्यो राम्रो, यो भन्दा चाहिँ यो नै बेसी एनर्जी हुन्छ, बुझ्नुभयो? त्यही चाहिँ तपाईहरुलाई मैले भन्नु थियो क्या। नानीहरुलाई यो हैन यो खुवाउनुहोस्, अनि हेल्दी बनाउनुहोस्, अनि आफू पनि हेल्दी हुनुहोस्। यस्तो भयो।